सुख तेरो धन लुटना खोजने तेरो मन तम सुख तेरो धन लुटना खोजने तेरो मन ए मुखिया गरीब मारा मुखिया जनता जागे अब जनता जागे रे ए मुखिया गरीब मारा मुखिया जनता जागे अब जनता जागे रे हैन पैसा गर्ने ढङ्गै छैन मिलाएर गर्नु 1000 एकातिर 500 एकातिर यस्तरी पनि पैसा गर्छन् ढङ्ग छैन केही छैन औला समय हिँड्न सिकायो लड्दा मलाई बा ए बा लाग्यो के लाग्यो भन्छ कतै आगो त लागेन के मानिरहेछौ बा अब त यही बसी बसी खानी भयो अब त तिम्रो दुखाका दिन गइसक्यो लड्दा मलाई उठायो ओइ बा किन डोला छौ अब छोरा जानी भने पिरु मानेछु क्या पहिला केटाकेटी टुरो भएर बस्यो भन्थे के जमाना आएको नि अहिले बाउ नै टुरो भएर बस्नुपर्ने थोपा थोपा मेरो भाग्य बनेछ बा बसी खानी भयो देखेको त्यो सपना मुखे बा ओ मुखे बा बाता हुनुहुन्न के रे बारीतिर जानुभयो मुखे बा त हाम्रो बैंक हुन् के रे पैसा जम्मा गर्दै ल बनेछ बा तिमीले देखेको त्यो सपना पुरा गर्ने छु म ए बा तिम्रो पछिले फलाएको खाँदा मिठो लाग्छ जिन्दगानी मेरो सुन्दर करेसा बारी बा ए बा खाना खान आउनुहोस् चिसो भइसक्यो मेरो पौरख मेरो गौरव मुखिया बाको करेसा बारी नलिनु छोरा छोरी दाइ नमस्ते म तारा बोलेको लौ न हजुर छोरोले अस्ट्रेलियाको लागि नाम निकालेछ अलिकता सहयोग गर्नुहुन्छ कि भनेर यसो फोन गरेको हजुर लौ न हजुर सहयोग गर्नु पर्यो ए हजुरको पनि त्यस्तो समस्या रहेछ हस् त हजुर छोराले अस्ट्रेलियाको लागि नाम निकालेछ हजुर त्यही अलिकता सहयोग गर्नुहुन्छ कि भनेर हजुरलाई यसो कल गरेको थिएँ लौ न हजुर थोरै भए पनि सहयोग गरिदिनु पर्यो हजुर ए हजुरको त्यत्रो ठुलो समस्या रहेछ हजुर म फर्केर आउने छु खाली हात होइन बा खुसी बोकी ल्याउने छु तिम्रो छोरो हुँ म बा तिम्रो शिर झुकाउँदिन जति टाढा पुगे पनि तिम्रो माया भुल्दिन आज मलाई जान देऊ बा आफ्नो बाटो बनाउन देऊ भोलि तिम्रा थाकेका आँखामा खुसीको आँसु झर्न देऊ
म त उड्न खोज्छु बा तर जरा तिम्रै आँगनमा मजा भोगे पनि पैसा चाहिएन पैसा त्यसै जानु खोज्छ पैसा कमाउन जानु लाग्यो सधैँभरि यो सुरु जानु न त्यो मुख्य क्या बिहा त्यो मुख्य दिइहाल्छ नि मुखिया बा ब्याङ्क खोल्यो ए लामा आज कति पैसा जम्मा गर्छस् पानी सुन टकले गाउँलेहरूले पैसा कमाएर मसँग ल्याएर किन जम्मा गर्छ न डुब्ने डर न लुटिने डर फुल ग्यारेन्टी 36% को हिसाबले दामी कुरा गरिस् मेरो इमान सगरमाथाको शिरभन्दा उच्च छ आजकलका केटाकेटी संस्कार छैन मोबाइलैमा ध्यान छ लौ न हौ मुखिया बा केटोको भिसा लायो यसो उधार गरिदिनुहोस् न ब्याजे पैसा हो 36% को हिसाबले घर खेत जान पनि सक्छ होइन हो टकले के भन्छस् तैँले दिने हजुर ले तारा तिर्ने केटो हजुरको धन हजुरको मन मैले के भनौँ कागज बिनाको कसको के भरोसा ए टकले हजुर वकिल बोला हस् हेलो वकिल साहब नमस्कार नमस्कार हजुर हजुर यहाँ आउनु पर्ने भयो हाम्रो मुखिया बाबु घरमा अब उसलाई 15 लाख रुपियाँ चाहिए रहेछ घर खेत बारी जे जे छ सबै चिज टिपेर बाबुआमाको नाम थर सबै टिपेर कागज बनाउनु है राजी हो ऋण तिर्न त सकिएला नि अस्ट्रेलिया गएपछि डलर त कति हो कति राजी भयो मुखिया बा लाउनु वकिल साहब लड्दा मलाई उठायो भोकै बसेर पनि बाबा तपाईको बाको नाम के हो मलाई मिठो पूर्णबहादुर कार्की खुवायो तिम्रो तपाईको नाम ताराबहादुर कार्की पथोपा मेरो भाग्य बनेछ बा तिमीले देखेको त्यो सपना पुरा गर्ने छु म ए बा तिम्रो पसिनाको थोपा थोपा मेरो भाग्य अब यो तमसुकमा पैसा तिर्न सक्नु भएन भने तपाईको घर खेत जम्मै जान्छ त्यो कुरा चाहिँ ख्याल गर्नुस् है
र यहाँ दायाँ बायाँ छाप लगाउनु औँठाको छाप आउनुहोस् यो पुरै 15 लाख छ गर्नुहोस् यतै कमाऊ यतै रमाऊ आफ्नै माटोमा भविष्य सजाऊ ऋण लिनु छोरा छोरी आउनुहोस् वकिल साहब ल वकिल साहब फेरि केही काम पर्यो भने पनि म खबर गर्छु है। भइहाल्छ नि। यस्तो जिस्किने मान्छे अब त अस्ट्रेलिया गएपछि हामी सबैलाई बिर्सिने होला। निष्ठुरी मान्छे। यस्तो मनमा बसेको मान्छेलाई नि कसरी बिर्सिन्छ लाटी। आँसु पुछ्दैन सुख छ रोनोस् एउटा काम छ। 18 वर्ष हुँदैदेखि मुखिया बाका 500 को दरले जम्मा गरेको थिएँ। म अहिले 55 वर्ष भएँ। अहिलेसम्म मेरो हिसाब कति भयो होला वकिल साहब, हिसाब गरिदिनुहोस् त। तपाईँले पैसा जम्मा गरेको कुनै भाउचर तमसुक केही रसिद छ तपाईँसँग? भाउचर भन्ने पहिलो पटक सुन्यो, त्यो के होला वकिल साहब? भाउचर तमसुक रसिद बिनाको पैसा जम्मा गरेको हिसाब चाहियो। तपाईँले पैसा जम्मा गरेको कहिलेदेखि? म 18 वर्ष हुँदाखेरि जम्मा गरेको। अहिले तपाईँ कति वर्षको हुनुभयो? 55। अरूको भरमा जीवन बिताए सोझो मान्छे लेख्न पढ्न पाइन सोझो मान्छे लेख्न पढ्न पाइन हजुर हिसाब होइन लामा के भयो अहिले के भयो? के भयो? होइन भाउचर चाहियो, भाउचर। के का भाउचर? पैसा जम्मा गरेको 500 रुपियाँ। तेरा बाउले ऋण खाएको ओसिटी गरेको अझै भाउचर खोज्छ। यो संसार बुझाइदेऊ हाम्रो बाले त मुखिया बाले ऋण ल्याएको छ भन्थ्यो, उल्टै ऋण खाएर छ क्या हो। तेरा बाले झुटो बोलेको। मान्छेको जीवन हुन्छ धनले जितेको संसार भन्दा मानवताले जितेको माना हुँ। यसले ऋण तिर्न सकेन। ल ताला ल्याइदे। मुखिया बा ल बिन्ती छ, मुखिया बा बिन्ती छ। मैले तपाईँको ऋण जसरी पनि तिर्नेछु। मुखिया बा मेरो यो घर बाहेक अरू केही छैन। म कहाँ जाउँ मुखिया बा? तमसुकमा औँठा छाप तपाईँ लगाउनु भएको, अब रोएर केही हुन्छ? पहिला मलाई यहाँबाट बाहिर फाल्नुहोस् अनि घरमा चापी लाउनुहोस्। एटकले ताला लगा। पक्नुहोस्। ताला लगाउनु अगाडि एउटा कुरा सोध्न मिल्छ? तपाईँको अन्याय र अत्याचार देख्दा देख्दै मन्टो बटाएर हिँड्न नसक्ने मान्छे म। भन्नुहोस् कति पैसाको लागि ताल चलाउँदै हुनुहुन्छ? पुरै 15 लाख। 15 लाख? लिनुहोस् तपाईँको 15 लाख। कसैको घरमा ताल चलाउने अधिकार छैन तपाईँलाई। ताराजी
यो पैसा तिर्नु चाहिँ पर्दैन है। तारा त इमान्दार रहेछस्, बेलैमा पैसा तिरिस्। फेरि फेरि पनि खाँचो परे मुखिया बा सम्झेर आएछ है। ल मानवताको झन्डा उचालौ। कुरो नबुझेको मैले कसैले कसैलाई 15 लाख फ्रीमा दिन्छ। तपाईँलाई 50 चोटि फोन गरेँ मैले, एकचोटि फोन उठाउनु भएन। भन्नुहोस् तपाईँ हो को? म तपाईँ जस्तै बाउ हुँ। अस्ट्रेलियामा तपाईँको छोरो र मेरो छोरो सँगै बस्छन्। तपाईँको बाबुले मेरो अकाउन्टमा पैसा पठाएको थियो। 50 पटक फोन गरेँ, एक कल फोन उठाउनु भएन। सोध्दै आयो पनि। आई एम हरिप्रसाद शर्मा। नमस्कार। खबर के कामले आउनुभयो? अनि अहिलेसम्म तपाईँले चाहिँ आफ्नै पैसा यताउता चलाएर बसिरहनु भएको। अरूको पैसा चलाउनु मन छैन यहाँ। एउटा बचत समूह बनाउनु न। त्यसो भयो भने गाउँभरिका मान्छे मन खुसी भएर तपाईँको आएर पैसा जम्मा हुन्छ। त्यो पैसालाई यताउति चलाउँदा तपाईँसँग त कति पैसा हुन्छ। कुरा त आइडिया त ठिकै हो, गर्ने कसरी? सजिलो छ नि। गाउँभरिका मान्छेले तपाईँलाई विश्वास गर्छन्। त्यो विश्वास गरे बापत तिनीहरूले आएर पैसा जम्मा गर्छन्। सानो यस्तो बक्सा लिएर हिँड्न पर्दैन कि। तपाईँभन्दा धनी तपाईँ। आइडिया त ठिकै लाउनु। नमस्कार। के गर्दै हुनुहुन्छ? कुरा केही पनि होइन वकिल साहब, उहाँले सहकारी खोल्नु पर्यो, त्यसमा धेरै कुरा गाउँलेहरूलाई पनि सुविधा हुने अनि तपाईँलाई पनि 2-4 पैसा इन्कम हुने भन्ने सरसल्लाह दिनुभएको थियो। त्यसले गर्दा के कसरी गर्ने, के गर्दा कसो हुन्छ भन्ने कुरा तपाईँले यसो मिलाइदिनुहुन्छ कि भनेर तपाईँलाई बोलेको। जाँदा पनि टोलाइरहेको देखेँ, आउँदा पनि उस्तै छ। के भयो हजुर? ए हजुर सुन्नु न, यो मैले केही बुझिनँ। यहाँ के लेखेको हजुरले यसो चाहिँ प्रष्टले मलाई बताइदिनु न। खुसी भेटिँदैन हुक्छ आफ्नै छाला जलेकोमा। के बा त्यो लामाको कुरा चाहिँ थियो। त्यो जब सामान्य कुरामा किन तपाईँले शिर झुकाउनुहुन्छ? मैले भनेर मान्नुहुन्छ भने आजै लामालाई बोलाएर जम्मा भएको पैसा दिनुहोस्। त्यो बेला गाउँमा सबै एकै ठाउँमा बाको सातामाको माया छायामा न मोबाइल
मोबाइल न टिभी न ठुलो संसार सानो गाउँमै भेटिन्थ्यो खुसी अपार आजलाई घुम स्याङ्जाको बजार भोलि घुम्न पाल्पाजाम होइन के भयो काउन्टरमा पैसा पनि छैन यो सहकारी संस्था हो कि के हो खोल्नाले म डुबे बर्बाद भएँ यस्ता सहकारी चाहिँदैन अब चाहिँदैन गाउँले हो हिँड मलाई सहयोग गर